बिजुली बिना अटोमेटिक पानीको फोहरा बत्तलको माध्यमबाट बनाउन सकिँदो रहेछ साथीहरू। यो बनाउन धेरै सजिलो छ, तपाईँ हामीले पनि बनाउन सकिन्छ साथीहरू। दुईवटा बत्तलको माध्यमबाट बनाउन सकिन्छ साथीहरू। दुईवटै बत्तललाई साइज अनुसार पाल पार्ने, पाल पारिसकेपछि त्यसलाई जोडिदिने, फेभिक्विक लगाएर जोडिदिने साथीहरू। त्यसपछि बत्तलको ढक्कनको एउटा सानो पाल पार्ने, पाल पारिसकेपछि त्यो सुइरो हाल्ने, सुइरोलाई पनि गम लगाएर टाँसिदिने, टाँसिदिसकेपछि त्यसलाई पनि जो गरिदिने, राखिदिने, बिर्को लगाइदिने। लगाइदिसकेपछि चाहिँ अर्को बत्तलको एउटा फेद भागलाई काट्ने, काटिसकेपछि चाहिँ त्यसलाई त्यहाँ माथिबाट चाहिँ पाल पारेर जोड्नुपर्छ साथीहरू। त्यसलाई चाहिँ जोडिदिने, जोडिदिसकेपछि चाहिँ सानो पाल पार्ने, पाल पारिसकेपछि फेरि अर्को सुइरो चाहिँ गम लगाएर जोडिदिने, जोडिदिसकेपछि चाहिँ अनि तयार हुन्छ हाम्रो फोहरा। ल हेर्नु त कस्तो मजाले बनाएर देखाएको छ। तपाईँहरूले पनि गर्न सक्नुहुन्छ साथीहरू यो तरिकाले, एकदम सुन्दरता देखाउनलाई चाहिँ गर्न सकिन्छ। ल हेर्नु त कस्तो मजाले बनाइरहेछ। भिडियो लास्टसम्म हेर्नुहोस्, दामी छ।